संचारी आदिवासी जनजाति व प्रस्तावित मिडिया विधेयक सम्बन्धी अन्तर्क्रिया ज्याजो चुकुदु राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला सङ्घ नेपाली गोसाले चुकु ज्याजोले राष्ट्रिय सभा दुज प्रतिनिधि सभा दुज लगायत सरकारवाला व्यक्ति तत्त्व प्यानल सलयन संचार विधेयक सम्बन्धी बहस चुकु ख ज्याजोले प्रतिनिधि सभा दुज सुशीला थिङ राष्ट्रिय सभा दुज सुरेश आलेमगर संविधान सभा दुज गोविन्द चेपाङ लगायत संचारी आदिवासी जनजाति व प्रस्तावित मिडिया विधेयक सम्बन्धी थथगो धारणा त्यादिएको ख पत्रकार महोदयहरूलाई मैले अस्ति तामाङ पत्रकारमा अधिवेशनमा पत्रकार सङ्घको अधिवेशनमा एउटा कुरा भनेको थिएँ। ठिक यहाँ पनि त्यो कुरा हामीले पत्रकार भन्ने बित्तिकै पत्रकारको अभिव्यक्तिको स्वतन्त्रतालाई चाहिँ कहिल्यै बिर्सनु हुँदैन। जस्तै अब हामीले टर्कीको एकजना महिला पत्रकार सेडेफले के भनेकी थिइन् भन्दाखेरि दरबारमा साडी पस्यो भने दरबार जस्तो हुँदैन, गोरु गोठ हुन्छ भन्दाखेरि ती महिला पत्रकारलाई त्यहाँको सरकारले पक्राउ गरेको थियो। र निश्चित रूपमा आदिवासी जनजातिहरू पनि ती 3-4 क्याटेगोराइजेसन 4-5वटा हामीले चाहिँ उत्पीडित सबभन्दा बढी सीमान्तकृतलाई नै चाहिँ अवसर दिएर जानुपर्ने चाहिँ हुन्छ। यसरी जानुपर्ने हुन्छ। त्यसो भयो भने सायद त्यो न्यायोचित पनि हुन्छ होला, त्यो ठिक पनि हुन्छ होला। महिला आयोगमा जनजातिलाई राख्ने भन्ने कुरा निमिजीले भन्नुभयो, त्यो ठिक हामी आवाज उठाउँला। हाम्रो आवाजले कति चाहिँ हाम्रो आवाज के सुनाइ होला कति सम्बन्ध होला त्यो थाहा छैन, तर त्यो हाम्रो उपदेश रहन्छ। सुशीलाजीले पनि भनिहाल्यो त्यो बारेमा, त्यो रहन्छ। र पार्टीको सन्दर्भमा चाहिँ हाम्रो आवाज त्यस्तो नहोला कि नहोला। अब त्यहाँ पार्टीमा पनि त्यस्तै छन् फेरि। अब कतिपय चाहिँ आएको पनि छन्, अब कतिपय नआएको पनि होला। त्यो चाहिँ सोधादै जाला पार्टीले त्यो होला। अहिले टिभीहरूमा अलिक पहुँचवाला जातिहरू जस्तो गुरुङ, मगर, तामाङ अनि नेवारहरूको चाहिँ अलिकति पहुँच भएको छ। उनीहरूको चाहिँ अलि आफ्नै खालको चाहिँ एउटा चाहिँ कार्यक्रम सञ्चालन भइरहेको छ। जस्तो अल्पसङ्ख्यक सीमान्तकृतहरूको त झन् कता हो कता त्यो भाषा कहाँ पुग्ने हो, लोप हुने अवस्था छ, उसले दिने कुराहरू कहाँ हो, केही पनि त्यसको चाहिँ सुरुवात भएको छैन। त्यसले गर्दाखेरि यो मिडिया काउन्सिल, यो जुन एउटा मिडिया अब आउने यो संशोधन हुन खोजिरहेको छ, यदि संशोधन हुने रहेछ भने यस्ता समुदाय, पिछडिएको क्षेत्रहरू, अपाङ्गताहरू, महिलाहरू, यी कुराहरूलाई पनि यो सञ्चार जगतले चाहिँ उजागर ल्याउनुपर्छ। यो विषयमा चाहिँ हामी सबैको ध्यान त्यहाँ केन्द्रित हुनुपर्ने जरुरी छ। ज्याजोले उपस्थित संचार कमिटीस प्रस्तावित मिडिया विधेयक आदिवासी मैत्री देखेता आदिवासी सांसद भूमिका मिते मागु खे बब्युगु ख